हेलो साथीहरू, दर्शन नमस्ते। मेरो नाम पुरन थापा छेत्री। यति बेला म चाहिँ हिमाचल प्रदेश कुल्लु मनालीदेखि बोलिरहेको छु होइन। हेर्न सक्नुहुन्छ यतातिर स्याउहरू एप्पलहरू छ थुप्रै थुप्रै होइन। हेर्न सक्नुहुन्छ टमाटरहरू पनि छ। आज चाहिँ काम विशेष भनेको चाहिँ होइन, अहिलेको टाइमिङ चाहिँ 9:05 भयो होइन। हाम्रो 9 बजेदेखि हाम्रो काम स्टार्ट हुन्छ होइन। हेर्न सक्नुहुन्छ होइन, आज चाहिँ हाम्रो टमाटरको डन्डा काट्ने काम चाहिँ छ होइन, चलिरहेको छ होइन। अनि पलङहरू चाहिँ तोडेर सकियो। आज चाहिँ टमाटरमा डन्डा हाल्ने काम छ। हेर्न सक्नुहुन्छ यतातिर चाहिँ हाम्रो डन्डाहरू छ, बोक्दैछु योहरू। त्यहाँ लगेर त्यहाँदेखि फेरि त्यहाँ गाडेर टमाटरमा लगाउनु पर्ने हो रस्सी होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो छ, डाँडा काँटा हरियाली होइन। हेर्न सक्नुहुन्छ सबै। अघि चाहिँ हामीहरू चाहिँ यो बोक्दै थियौँ होइन, अहिले चाहिँ यो बोकेर सकियो होइन। यहाँनिर होइन भैनाजीको सकियो होइन बोकेर होइन। हेर्न सक्नुहुन्छ यहाँ थियो साह्रै डन्डाहरू होइन, मैले लिएर पुरा त्यहाँ राखेको छु। त्यहाँदेखि फेरि उता बोक्नु पर्ने होइन। हेर्न सक्नुहुन्छ यस्तै छ। तपाईँहरूले नि यसरी बोक्ने होला होइन, यसरी बोकेर लग्नुपर्ने अगाडि त्यहाँ लग्नुपर्ने हो। त्यहाँ चाहिँ फालिरहेको छौँ हामीहरूले। धेरै भइसक्यो कमसेकम 30-35वटा होइन। यही डन्डाहरू गाड्ने हो आज। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामीहरूले यहाँ फालिरहेको छौँ लखडीहरू होइन, लट्ठाहरू। यहाँदेखि फेरि पर लग्नुपर्ने टमाटरमा हाल्ने। साथीहरू हेर्न सक्नुहुन्छ होइन, अहिले चाहिँ हामीहरू चाहिँ म चाहिँ अहिले चाहिँ सबै बोकेर होइन, लखडी चाहिँ सबै डन्डाहरू चाहिँ सबै पर बोकेर एउटा लास्टमा चाहिँ यो चाहिँ लिएर जाँदैछ होइन। हेर्न सक्नुहुन्छ त्यहाँ लग्नुपर्ने हो। त्यहाँ चाहिँ अब फेरि आधा गड्डा खनेर आधा हालेर अनि धागा बाँध्नु पर्ने होइन। यस्तै छ यतातिरको कामहरू होइन। हेर्नुहोस् पसिना खलखली गर्मी अनि यस्तै छ यतातिरको मौसममा। हेर्न सक्नुहुन्छ डन्डाहरू चाहिँ यहाँ पढेको छ। अब यता चाहिँ सबैले खाल्डो बनाएर तल गाड्नु पर्ने होइन। हेर्नुहोस् मेरो बलकहरू होइन। साथीहरू हामी चाहिँ यो पुरा डन्डा लगाएर होइन अहिले चाहिँ खोदाङ गर्दैछौँ टमाटरको होइन। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टमाटरको खोदाङ गर्दैछौँ। यो चाहिँ डन्डा हामीले अहिले लगाएको भर्खरै होइन। अघि चाहिँ तपाईँहरूलाई त्यो डन्डा ल्याएको देखाइरहेको थियो होइन भिडियोहरू होइन। अहिले हेर्न सक्नुहुन्छ हामीले चाहिँ टमाटरमा डन्डा लगाएर पुरै होइन अब रस्सी बाँध्दैछ यसमा होइन। अहिले चाहिँ खोदाङ गर्दैछौँ। हेर्न सक्नुहुन्छ कामहरू यस्तै हो। कुल्लु मनालीतिर होइन काम गर्न सक्नु पऱ्यो, त्यही नि हो के गर्ने। दाउसो भन्नु पऱ्यो दिनभरि होइन। अनि लट्ठाहरू घाट्नु पऱ्यो, यस्तै छ के गर्नु होइन। परदेशी जिन्दगी साथीहरू सबैलाई याद गरिरहेको छु। फेरि भिडियो चाहिँ स्किप नगर्नु होला नि, सबैले हेर्नु होला हुन्छ। सबैको माया चाहिएको छ हुन्छ। ल हस्त धन्यवाद। हेलो साथीहरू हेर्न सक्नुहुन्छ होइन, अहिले चाहिँ हाम्रो चाहिँ यहाँ अघि चाहिँ हामीहरू लट्ठा काट्दैथ्यौँ होइन, डन्डाहरू गाड्दैथ्यौँ। डन्डाहरू गाडेर भ्याइयो होइन। डन्डाहरू गाडेर पनि अनि टमाटर निर्धान गरेर पनि भ्याइयो होइन। टमाटरहरू निर्धान भन्छ कि के भन्छ यो गोड्नेहरू पनि। यता चाहिँ खनियो आज दह्रो होइन। यो आज चाहिँ पुरै खनियो खेत चाहिँ। अनि यो डन्डाहरू पनि लगाइयो। अनि यो केही समयपछि अलिक ठुलो भएपछि अब यसलाई बाँध्ने होइन, रस्सी बाँध्नु पर्ने होइन। हेर्न सक्नुहुन्छ यताहरू चाहिँ यतातिर चाहिँ गोबीहरू छ होइन। हेर्नुहोस् अनि यता स्याउहरू छ, पलङहरू भयो, अनि अनारहरू भयो, सबै फलफुलहरू अन्यजनहरू सबै छ होइन। हेर्न सक्नुहुन्छ तल खेत हेर्नुहोस् है। खेत मेरो थोप्ला नहेर्नु होला हुन्छ। मेरो थोप्ला त अब यस्तै हो होइन, काम गरेको मान्छे होइन। शरीरमा पुरा कपडा मैलिएको होला, पसिना होला होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले यति दामी छ, यति सुन्दर छ। मेरो पनि छुट्टी भइसक्यो, 5-10 भइसक्यो। म पनि अब रुमतिर जानु लाग्यो होइन। टाइम पनि भइसक्यो। अब रुममा गएर खाना पकाउनु पर्ने हुन्छ होइन। यहाँ चाहिँ 5जनाको भान्सा हो, फेरि 5जनालाई खाना पकाएर खुवाउनुपर्छ आगो लगाएर होइन। हेर्नुहोस् यस्तै छ मौसमहरू होइन। यतातिर भेडाहरू पनि छन्। भेडाहरू पनि चाहियो भने चाहिँ सम्पर्क गर्नुहोस् होइन। भेडाहरू पनि छ, 2-3वटा छ होइन। हेर्नुहोस् यतातिरको टमाटरहरू पनि ठुलो भइसक्यो। टमाटरहरू यो चाहिँ रस्सी बाँधेको होइन टमाटर होइन। टमाटरमा रस्सी टमाटर ठुलो भइसक्यो, फल्ने लागेको भइसकेको छ होइन। हेर्न सक्नुहुन्छ अरू बाँकी चाहिँ यस्तै हो। यो चाहिँ जापानी हो। जापानलाई हेर्नुहोस् यो चाहिँ अनार हो होइन। अनार छ, जापानी छ। हेर्न सक्नुहुन्छ यतातिर चाहिँ। अनि टमाटर यो चाहिँ यो टमाटरहरू चाहिँ फल्ने बेला भइसक्यो होइन। ऊ चाहिँ पहिल्यै लगाएको रहेछ नि, त्यही भएर ठुँडाहरू गाडेर डन्डाहरू गाडेर
अनि त्यसको चाहिँ उहरू रस्सीहरू पनि बाँधेर लगभग पाक्ने लगको भइसक्यो टमाटरहरू होइन। यस्तै छ हो, के हुनु जिन्दगी होइन। परदेशको जिन्दगी के हुन्थ्यो र, दिनभरि काम गर, अहिले चाहिँ अब रुममा जानुपर्ने हो। हेर्नुहोस् यो चाहिँ अनारो होइन, के गर्ने, सिजन पुरा गरेर जाने भनेको। अब के कस्तो हुन्छ सिजनहरू होइन, साथीहरूले के कस्तो भन्छन्। आखिर भयो भने चाहिँ राम्रोसँग सिजन गरेर जानु पर्ला, नै भएन भने चाहिँ त्यत्तिकै पनि 1-1.5 महिनापछि घरतिर जानुपर्ने आफूलाई त होइन, समस्या छ थरी होइन। ओ हेर्न सक्नुहुन्छ आकाशमा पनि पानी पर्ल जस्तो भइरहेछ होइन। पानी चाहिँ अघि चाहिँ परेको थोत्तरै पानीहरू, अहिले चाहिँ पानी गइहाल्यो। अब राति पर्ने के थाहा, भोलि के गर्छ होइन। भोलि चाहिँ काम हुने होइन थाहा छैन। हेर्न सक्नुहुन्छ मौसमहरू पनि एकदम अँध्यारो भइरहेछ मौसमहरू पनि होइन। हेर्नुहोस् हिमाचल प्रदेशको यस्तै छ वातावरणहरू होइन, एकदम रमाइलो छ भनौँ, गाउँको जस्तै छ होइन। उकालो ओह्रालो सबै गर्नुपर्छ। हस् त, धन्यवाद मेरो भिडियो हेरेर साथ दिनु होला हुन्छ सबैलाई। ल है साथीहरू, छुट्टी भइसक्यो होइन। अब चाहिँ म चाहिँ आजको दिनभरि खनेको पेमेन्ट लिएर जाँदैछु होइन। 600 रुपियाँ मात्र, 600 रुपियाँ होइन। यो 600 रुपियाँ कमाउनुको लागि पनि बिहान 9 बजीदेखि साँझको 5 बजीसम्म काम गर्नुपर्छ होइन। हेर्न सक्नुहुन्छ यस्तै छ जिन्दगी हालत होइन, के भन्ने यस्तै छ हो, के भनौँ। 600 रुपियाँ कमाउनुको लागि पनि बिहान 9 बजीदेखि साँझको 5 बजीसम्म काम गर्नुपर्छ होइन। यस्तै छ, के गर्ने, भोक निन्द्रा थकान के भनौँ होइन। तपाईँहरू पनि आउनु भएको होला हिमाचल प्रदेशतिर होइन, कस्तो छ के छ होइन। तपाईँहरूलाई पनि थाहा नि होला होइन, मैले भन्नु के नि छ होइन। तपाईँहरू कुन ठाउँ आउनुभएको थियो, के काम गर्नुभएको छ तपाईँहरूले होइन, त्यो कमेन्टमा चाहिँ मलाई लेख्नु नबिर्सिनु होला हुन्छ। कमेन्टमा चाहिँ मलाई छोड्नु होला हुन्छ। तपाईँहरूले के काम गर्नुभएको थियो हिमाचल प्रदेशमा आएर होइन, के गर्नुहुन्छ, के गर्नु पर्दो रहेछ होइन। तपाईँहरू मलाई पनि कमेन्ट बक्समा केही कुराहरू मन लाग्यो, केही कुराहरू छोड्नु सक्नुहुन्छ होइन। यस्तै छ। यता चाहिँ हाम्रो पानी लिने यो चाहिँ पौडी होइन, पौडी भन्छ यताभित्र। के घर जस्तो छ, खोइ के कस्तो हुँदो रहेछ यतातिर पनि, के नयाँ चिजहरू म देख्दैछु होइन। यस्तै छ साथीहरू जिन्दगी।